झरेको मौसममा फेरि पनि दार्जिलिङ चौरस्ता घुम्ने एउटा मौका मिल्यो। अनि यो वेदरमा अब दार्जिलिङ भनेको दार्जिलिङै हो। अनि घुमुक्क परिरहेको होइन, चौरस्ताहरू सबैभरि भर मान्छेहरूले। अनि चारैतिर मान्छे। विशेष गरी क्यापिटल दार्जिलिङ क्यापिटल हलमा चाहिँ बुक फेयर अस्तिदेखि नै लागेको छ भनेर चाहिँ कहाँदेखि सुनेको थिएँ मैले। अनि आज जान्नमा आयो। अन्त भोलि 8 तारिक चाहिँ अलिकति भोलि 8 तारिक चाहिँ लास्ट डे हो भनेर चाहिँ, त्यसले गर्दाखेरि आफूलाई एकदमै भाग्यशाली ठानेर चाहिँ यो बुक फेयर चाहिँ म जान्छु भनेर चाहिँ सोचेँ। त्यहाँदेखि गए पश्चात चाहिँ देखेँ त्यहाँ जाँदाखेरि चाहिँ बुक फेयर टक्कै लागिरहेको थियो। बाहिरदेखि हेर्दाखेरि चाहिँ यसरी अब सबै जो देखिरहनु भएको छ होइन, यो जुन क्लोज स्टलहरू छ। अनि यहाँदेखि कन्फ्युज भयो होला, किताब के अरे बुक फेयर त कति बजी लाग्ने हो, अब मधेसतिर भएदेखि पो होइन, कलकत्तातिर भएदेखि पो बेलुका लाग्छ भन्ने। अन्त यहाँ त यति दिउँसो नै 11-12 बजीतिर नै क्लोज भइरहेको थियो। त्यति बेला ठिक्कै एकजना मैले मान्छे एकजना दाजुलाई भेटेँ। उहाँ दाजुले भन्नुभयो यहाँ त होइन अलिक भित्रपट्टि छ, त्यहाँ जानुपर्छ भनेर भन्नुभयो। अनि यो चाहिँ मेरो फर्स्ट टाइम म लाइफमा चाहिँ यहाँ क्यापिटल हलमा चाहिँ भित्र प्रवेश गरिरहेको थिएँ। अनि जाँदाखेरि किताबहरू देखियो। अनि सबै मैले चाहिँ एकपल्ट एक राउन्ड पहिला चेक गर्छु, त्यो एक राउन्ड सबै ओभरभ्यू लिन्छु। त्यसको बादमा चाहिँ मलाई मन परेको किताब म छान्छु भनेर चाहिँ मैले सोचिरहेको थिएँ नि त। धेरै अगाडिदेखि नै अब हाम्रो नेपाली साहित्यको कतिवटा किताबहरू मलाई किन्ने रहर थियो। त्यसले गर्दाखेरि बुक फेयरमा त अवश्य छ नै, पाइन्छ नै भन्ने चाहिँ मैले अब सोचेको थिएँ। किन भन्दाखेरि बुक फेयर भन्ने बित्तिकै अब कोलकाताको अब त्यो जुन हाम्रोमा मेरोमा इम्प्रेसन भएकोले गर्दाखेरि चाहिँ अब यहाँ चाहिँ म्याक्सिमम अब नेपाली बुकहरू चाहिँ पाउँछु भन्ने चाहिँ मैले सोचेको थिएँ। तर अब एकदमै अचम्म लाग्यो। अब यो बुक फेयर लागिरहेको छ, अन्त बुक फेयरमा चाहिँ नेपाली किताबहरू त एउटै पनि छैन हो, एउटै स्टलै छैन नेपालीको। त्यसले गर्दाखेरि त मलाई अचम्म लागेर मैले अगाडि गएर सोधेँ। उहाँले चाहिँ भन्नुभयो मलाई यो चाहिँ एउटा प्राइभेट अर्गनाइजेसनले लिएर आएको, अन्त बिहारको पटना बेस्ड एउटा प्राइभेट अर्गनाइजेसनले लिएर आएकोले गर्दाखेरि चाहिँ हामीलाई त्यस्तो नलेजै भएन, आइडिया भएन कि यहाँ दार्जिलिङमा चाहिँ नेपाली बुक्सहरू चल्छ भनेर भन्नुभयो। अचम्म लाग्यो। अन्त कोही बात छैन, मेरोमा धेरै अब समय पनि थिएन, एकदमै हतार भएकोले गर्दाखेरि चाहिँ सर्ट भिजिट मैले नेपाली किताब भेटेको अलिकति मलाई लिने इच्छा थियो र गएको थिएँ। अनि यस्तो खालको दृश्यहरू देख्दाखेरि चाहिँ अचम्म लाग्यो। त्यहाँदेखि उहाँले भन्यो नेक्स्ट टाइम आउँदाखेरि चाहिँ अलिकति राम्रोसँगले नै नेपाली बुकको कलेक्सनहरू लिएर आउने भनेर चाहिँ भन्नुभयो। अनि बाहिरपट्टि पनि अचम्म लाग्दो खालको अब मेन क्यापिटल हलमा चाहिँ बुक फेयर लागिरहेको छ, बाहिर गेटमा पनि लेखिरहेको छ, तर भित्र अब प्रवेश गर्ने ठाउँमा चाहिँ सबै स्टलहरू क्लोज छ नि। अनि अब म त पहिला त कन्फ्युज भयो, सायद अब यो बन्द भएको हो कि भनेर। त्यहाँदेखि यसरी चाहिँ अब अलिकति यस्तो प्राइभेट अर्गनाइजेसनहरू आयो भने पनि, संस्थाहरू आयो भने पनि उहाँहरूलाई चाहिँ अब एउटा अब हाम्रो के भन्दाखेरि अब स्थानीय अब जति पनि स्थानीय जति पनि अब उयो हुन्छ नि, अब अथोरिटिजहरूले चाहिँ उहाँलाई बुझाउनु पर्ने हो नि कुन खालको किताबहरू चल्छ के चल्दैन भनेर। अब हुन त यो प्राइभेट अर्गनाइजेसन लिएर आएको भन्ने त्यसै भन्नुभयो होइन। अन्त अब अलिकति अब त्यही अब धेरै दिनको बादमा एउटा मौका मिलेको, त्यो पनि पुगेन भन्ने खालको एउटा गुनासो मेरो चाहिँ।